प्राकृतिक सुन्दरताले मात्र होइन, पवित्र तीर्थस्थल र सांस्कृतिक परम्पराले पनि नेपाल सुविख्यात छ। विश्वको अग्लो शिखर सगरमाथा, शान्तिका अग्रदूत बुद्धको जन्मस्थल, हिन्दूहरूको आस्थाको केन्द्र पशुपतिनाथ जस्ता सम्पदाहरूले नेपालको पहिचानलाई जीवन्त बनाएका छन्। प्राकृतिक भूबनोट र जैविक विविधताका कारण नेपाल पर्यटकीय गन्तव्य बनिरहेको छ। यस्तै प्रचुर पर्यटकीय सम्भावना रहेको स्थल हो पूर्वी नेपालको सङ्खुवासभा जिल्ला। काठमाडौँमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सङ्खुवासभाको तुमलिङटार विमानस्थलसम्म पुग्न 45 मिनेटको हवाई यात्रा गर्नुपर्छ। विश्वको होचो उपत्यका अरुण उपत्यका अन्तर्गत अरुण नदीको किनारमा अवस्थित तुमलिङटार विमानस्थलमा पुग्न साथै यहाँको प्राकृतिक सुन्दरताले स्वागत गर्छ। यसै तुमलिङटार क्षेत्र भएर पहिलो सगरमाथा आरोही तेन्जिङ शेर्पा र एडमन्ड हिलारी सगरमाथा आधार शिविरतर्फ गएका थिए। यसले गर्दा पनि शिखर आरोहणको इतिहाससँग तुमलिङटारको महत्व जोडिएको छ। त्यसैगरी विश्वको 5औं अग्लो मकालु हिमाल आरोहणतर्फको पदमार्गको शुभारम्भ पनि तुमलिङटारबाटै हुन्छ र यो पदमार्ग सबैभन्दा प्रचलित मुख्य मार्ग पनि हो। तुमलिङटार विमानस्थलबाट उत्तरतर्फ प्रसिद्ध मनोकामना मन्दिर छ। अरुण नदी आफैमा पवित्र तीर्थको रूपमा परिचित छ भने नदी किनारमा रहेको माता मनोकामनाको मन्दिरले यहाँको पवित्रता र धार्मिक महत्वलाई मात्र होइन, समग्र सङ्खुवासभा जिल्लाको नै ख्यातिलाई उँचो बनाएको छ। 293 मिटरको उचाइमा रहेको यो मन्दिर सदियौं कालदेखि नै आस्था र विश्वासको केन्द्र रहँदै आएको छ। भक्तजनहरूका इच्छा र कामनाहरूलाई पूर्ण गरिदिने हुनाले मातालाई मनोकामना भनिएको हो। जुन इच्छा राखेर मलाई फलानु कामना पूरा होस् भनेर जसले भावना राखेर भाकल पूजाहरू गर्छ, अब त्यसको भाकल अब आफ्नो कामना पूरा हुने भएकाले मनोकामना भनिएको छ। विभिन्न धार्मिक तिथि र उत्सवहरूमा मेला लाग्ने मनोकामना मन्दिरमा कार्तिक ठुलो एकादशीको दिन लाग्ने मेला पूर्वी नेपालकै प्रसिद्ध मेला हो। हिन्दू धार्मिक मान्यता अनुसार पवित्र वनस्पतिको रूपमा स्वीकारिएको बर पिपलका गाछीहरूले शोभायमान भएको मनोकामना मन्दिर परिसरले आत्मिक आनन्द र धार्मिक विश्वासलाई प्रगाढ बनाउँछ। मनोकामना मन्दिरसँगै रहेको अरुण नदीको किनार सती मुक्ति घाटको रूपमा परिचित छ। नदी किनारसँगै रहेको यो विशाल ढुङ्गामा पतिको देहावसान पश्चात पत्नीहरू सती जाने गर्दथे। करिब 100 वर्ष अगाडिसम्म नेपाली समाजमा व्याप्त रहेको सती प्रथाको इतिहास बोकेर उभिएको यो ढुङ्गाले हाम्रा विगतका परम्परा र संस्कृतिलाई स्मरण गराइरहेको छ। मनोकामना मन्दिरबाट उत्तरतर्फ डाँडामा सङ्खुवासभा जिल्लाको सदरमुकाम खाँदबारी नगरपालिका अवस्थित छ। राई, लिम्बू, ब्राह्मण, क्षेत्री, नेवार लगायतका जात जातिहरूको बसोबास रहेको खाँदबारीले नेपाली जातिमा रहेको मेलमिलाप, सहिष्णुता र भाइचारालाई प्रतिनिधित्व गरिरहेको छ। एउटा नगरपालिका, 2 निर्वाचन क्षेत्र, 11 इलाका र 33 गाविसको केन्द्र रहेको खाँदबारीले भर्खरै विकासको कोल्टे फेर्दैछ। करिब 1 दशक अगाडिबाट
कच्ची मोटर बाटो पुगेको खाँदबारी विस्तारै आधुनिकीकरणतर्फ आफूलाई अभ्यस्त बनाउँदैछ। खाँदबारीमा रहेको टुँडीखेल भन्ने स्थानमा हरेक हप्ताको शनिबार हाट लाग्ने गर्दछ। यहाँ हाट पर्न जिल्लाका विभिन्न गाउँ बस्तीबाट मानिसहरू आउने गर्दछन्। हाटमा हस्तकला, कृषिजन्य उत्पादन, विभिन्न जडीबुटीहरू, लत्ता कपडा लगायतका सामानहरूको व्यापार हुने गर्दछ। त्यसैगरी यो हाट रुद्राक्ष व्यापारको केन्द्र पनि हो। खाँदबारीमा होटल तथा लजहरूको सुविधा पनि उपलब्ध छ। प्रसिद्ध हिमाल र हिम श्रृङ्खलाहरू रहेको सङ्खुवा सभा जिल्लाका दुवै निर्वाचन क्षेत्रहरूमा ट्रेकिङ रुटहरू रहेका छन्। जिल्लाको क्षेत्र नम्बर 1 अन्तर्गत पर्ने मकालु हिमाल तर्फको पदमार्ग अन्तर्गत तुमलिङ टारबाट सुरु हुने पैदल यात्रा खाँदबारी हुँदै अगाडि बढ्छ। हुन त तुमलिङ टार खाँदबारीबाट नुमसम्म धुले सडक पुगिसकेको छ, तर हिमाली दृश्य रसास्वादन गर्न आउने पर्यटकहरू खाँदबारीबाट नै पैदल यात्रा सुरु गर्छन्। खाँदबारीबाट उत्तरतर्फ देखिने छ्याङकुटी डाँडा यस मार्गको प्रवेशद्वार हो। छ्याङकुटी डाँडामा पुगेपछि हिमाली वातावरणको निकटताको आभास हुन्छ। त्यसैगरी यहाँको प्राकृतिक मनोरमताले हृदयलाई आनन्दित तुल्याउँछ। छ्याङकुटीबाट मकालु हिमाल र त्यस आसपासका हिम श्रृङ्खलाहरूको दृश्य देख्न सकिन्छ। त्यसैगरी यहाँबाट सदरमुकाम खाँदबारीको बजारको दृश्य खुबै सुन्दर देखिन्छ। छ्याङकुटीबाट उत्तरतर्फ सल्लो र धुपीका ससाना जंगलहरू छिचोल्दै चिचिलामा पुग्न सक्छौं। 1960 मिटरको उचाइमा रहेको चिचिला पैदल मार्गीहरूका लागि रात्रिकालीन आश्रय स्थल पनि मानिन्छ। सानो ग्रामीण बजार रहेको चिचिलामा केही व्यापारिक पसल र होटलहरू छन्। चिचिलाबाट मकालु हिमाल अझै नजिक रहेको प्रतीत हुन्छ। यहाँबाट मकालुको दृश्य झनै स्पष्ट देख्न सकिन्छ। We're spending up to 6 weeks climbing and trekking through these beautiful hills. We've got a team of 5 climbers, and we've got some porters and some Sherpas to assist us in our endeavours. And it's just a wonderful place to be. It's a lot different from back home, and I suppose it makes it a wonderful experience for us to come here and look at how other people in the world live, their hardships, and to see the smiles on their face, which we don't quite often get at home from everyone, but here it seems everyone has a smile on their face no matter how rich, how poor they are, and that's just a wonderful experience for us to see. चिचिलाबाट यात्रा अझै उत्तरतर्फ अगाडि बढ्छ। कुवापानी, देउराली, सुके पाताल, रानी ढुङ्गा जस्ता ग्रामीण बस्ती र स्थानहरू छिचोल्दै सङ्खुवा सभा जिल्लाको उत्तर क्षेत्रको व्यापारिक केन्द्र नुममा पुग्न सकिन्छ। नुमसम्म सडक यातायात पुगेको भए पनि बर्खाको समयमा यहाँ सवारी साधन भने चल्दैनन्। त्यसैले बर्खायाममा खच्चरहरू मार्फत सामानको ढुवानी गराइन्छ। मकालु, किमाथाङका, हटिया, पाथिभरा, पावाखोला, चेपुवा र नुम लगायतका गाउँ विकास समितिहरूको नाका रहेको नुममा राई, शेर्पा, मगर, भोटे, गुरुङ, तामाङ, बाहुन र क्षेत्री लगायतका जातिहरूको बसोबास रहेको छ। यहाँ तपाईँको मकालु वरुण राष्ट्रिय निकुञ्ज पनि भएको कारणले र यो मकालु हिमाल र यो छमलाङ अनि यो शिवधारा यहाँको प्रसिद्ध यो के अरे बुद्धिस्टहरूको प्रसिद्ध देवस्थान हो, तीर्थस्थल हो। अनि यो ख्याम्पालुङ मकालु गाविसमै पर्छ यो। अनि यो जलजला हिमाल भयो या यो क्षेत्रको यो
दृश्य हेर्न लायकको चाहिँ हिमालहरू यहाँ भएकोले यहाँ पर्यटकहरू आउने गर्छन्। अग्ला डाँडाहरूको बीचमा उच्च समस्थलयुक्त भूबनौट रहेको नुमका अधिकांश बासिन्दाहरू कृषि पेशामा निर्भर छन्। 1560 मिटरको उचाइमा अवस्थित नुमबाट उत्तर पूर्वतर्फ पाथीभरा गाविसको गढी र उत्तर पश्चिमतर्फ मकालु गाविसको सेदुवा लगायतका गाउँ बस्तीहरूको दृश्य देख्न सकिन्छ। पर्यटकहरूलाई आधार बनाएर निर्माण गरिएका होटल तथा लजहरूको सेवा उपलब्ध रहेको नुम बजारमा पदमार्गीहरू बास बस्ने गर्दछन्। सङ्खुवासभा जिल्लाको पाथीभरा, नुम र मकालु गाविसमा उल्लेख्य रूपमा बसोबास गर्ने याम्फू राईहरूको आफ्नै मौलिक संस्कृति छ। बिहे हुन्छ है। बिहेमा चाहिँ जुन अब छोरी अथवा छोराको दुवैको घरमा चाहिँ यस्तै यो जुन सयर भन्छ यो गाडेर सुँगुरहरू ढालेर होइन त्यस्तो तरिकाले चाहिँ एउटा नाच्ने गरिन्छ। नुमबाट उत्तर पश्चिमतर्फ ओह्रालो झरेपछि अरुण नदीमा पुगिन्छ। अरुण नदी तरेर उत्तर पश्चिमतर्फ मकालु हिमाल आरोहणतर्फको पदमार्ग अगाडि बढ्छ। यो पदमार्ग अन्तर्गत पर्ने सेदुवा गाउँ पदमार्गीहरूका लागि नुम पछिको अर्को रात्रिकालीन आश्रयस्थल हो। 1610 मिटरको उचाइमा रहेको सेदुवा गाउँमा शेर्पा जातिको बाहुल्यता रहेको छ भने राई र अन्य जातिहरू पनि बसोबास गर्ने गर्छन्। कृषि पेशामा निर्भर सेदुवामा मुख्य रूपमा धान तथा अलैँचीको खेती गर्ने गरिन्छ। पदमार्गलाई आधार बनाएर निर्माण गरिएका होटल तथा लजहरूले सेदुवाको बसाइलाई सहज नै बनाउँछ। सेदुवामा मकालु बरुण राष्ट्रिय निकुञ्जको कार्यालय पनि रहेको छ। मकालु बरुण राष्ट्रिय निकुञ्ज पर्यटकीय दृष्टिले मात्र होइन, जैविक विविधताका दृष्टिले पनि महत्त्वपूर्ण रहँदै आएको छ। 2048 साल मङ्सिर 2 गते स्थापना भएको यस मकालु बरुण राष्ट्रिय निकुञ्जमा सङ्खुवासभाका 10 गाविस र छिमेकी जिल्ला सोलुखुम्बुका 2 गाविस बुम र छेस्काम समेटिएका छन्। यस निकुञ्जमा 421 प्रजातिका चरा, 315 प्रजातिका पुतली, 28 प्रजातिका गुराँस, 47 प्रजातिका सुनाखरी, 67 जातका औषधिजन्य जडीबुटी र 88 प्रजातिका स्तनधारी जनावरहरू पाइन्छन्। नेपालमा मात्र पाइने पम्छी, काँडे भ्याकुर र विश्वको दुर्लभ जनावर रातो पाण्डा पनि यसै क्षेत्रमा पाइन्छ। अरुण नदी किनारको उष्ण क्षेत्रदेखि समुद्र सतहबाट 8463 मिटरसम्म फैलिएको यो मकालु बरुण राष्ट्रिय निकुञ्ज
2330 वर्ग किलोमिटरसम्म फैलिएको छ। सेदुवाबाट अझै उत्तर पश्चिमतर्फ नै यात्रा अगाडि बढ्छ। यात्रामा विभिन्न ग्रामीण बस्ती, जंगल, खोला नाला, छहरा र सुन्दर वनस्पतिहरू भेटिन्छन्। जति जति माथि उक्लँदै गयो यात्रा पनि उति जोखिमपूर्ण र कष्टकर बन्दै जान्छ। तर प्राकृतिक सुन्दरताले थकाइलाई बिर्साइदिन्छ। बरु यात्रा रोमाञ्चक र कौतूहलपूर्ण बन्छ। सेदुवाबाट एक दिनको पैदल यात्रा पश्चात टासी गाउँमा पुगिन्छ। टासी गाउँ 2160 मिटरको उचाइमा अवस्थित छ। टासी गाउँ यो पदमार्गको अन्तिम मानव बस्ती हो। टासी गाउँबाट अगाडि बढेपछि कुनै मानव बस्ती फेला पर्दैनन्। शेर्पा जातिहरूको बसोबास रहेको टासी गाउँमा पनि पदमार्गीहरू बास बस्ने गर्दछन्। टासी गाउँमा करिब 1 दर्जन होटल तथा लजहरू सञ्चालित छन्। यस क्षेत्रको पर्यटन प्रवर्धनलाई मध्यनजर गरी टासी गाउँ क्षेत्रमा पर्यटकीय विमानस्थल निर्माणको तयारी पनि भइरहेको छ। यहाँका शेर्पाहरूको आफ्नै मौलिक संस्कृति र जीवनशैली छ। कृषिमा निर्भर यहाँका बासिन्दाहरू अलैँची, जौ, आलु खेती र पशुपालन गर्ने गर्दछन्। त्यस्तै गरी यार्सागुम्बा, 5 औले, पाखनबेद, चिराइतो, सतुवा जस्ता जंगली जडीबुटीको व्यापारबाट हुने आम्दानी पनि टासी गाउँको अर्को आय स्रोत हो। चिसो हावापानी, परम्परागत र मौलिक जीवनशैली भएको शेर्पा गाउँ, त्यसमाथि मौसम सफा भएको अवस्थामा देखिने हिमाली दृश्यले गर्दा टासी गाउँ साँच्चै सुन्दर छ। यहाँबाट हिमाली दृश्य स्पष्ट रूपमा अवलोकन गर्न सकिन्छ। टासी गाउँमा भेटिएका यी वृद्ध पर्यटक यस क्षेत्रको सुन्दरताले आफूलाई लोभ्याएको बताउँछन्। I came first time to Nepal in the 62, and since 62 I think this is my 30 or 32 trek in Nepal, and this Makalu is the third time I try to arrive to the base camp, and always I was with Kaji Sherpa, now with Hari, and I am always very happy to be here. The people is fantastic, the atmosphere beautiful, and I repeat, each year I come to Nepal. यसै स्थानमा भेटिएका यी अर्का पर्यटकलाई भने यहाँको सुन्दरताले मात्र होइन, यस क्षेत्रको मौलिक खानपानले समेत लोभ्याएको रहेछ। Attracted more to be in the Himalayas, east of Nepal. People, views, food, Tongba. टासी गाउँको यही स्थानबाट मानव बस्ती समाप्त हुन्छ। बाटोमा केही चौरी गोठहरू र पदमार्गीहरू मात्र भेटिन्छन्। बाटो निकै अप्ठ्यारो छ। अभ्यस्त नभएकाहरूलाई लेक लाग्न पनि सक्छ। गल्छी, पहरा र जोखिमयुक्त यात्राका क्रममा भेटिने चौरी गोठहरूले भने मानव उपस्थितिलाई अनुभूति गराउँछन्। यस्ता चौरी गोठहरूले
एकनास र सुनसान लाग्दो यात्रालाई केही रसिक र आरामदायी बनाउँछन्। विश्व चर्चित हिमाल मकालु आरोहणका लागि चर्चित यो पदमार्गमा आवश्यक व्यवस्थापन हुन नसक्दाको अनुभूतिले भने यात्रालाई केही विस्वादिलो बनाउन सक्छ। तर वनमा ढकमक्क फुलेका चाँप र गुराँसहरू र चराचुरुङ्गीको आवाजले यो असहजतालाई पनि रमाइलोमा परिणत गर्दछन्। अहिले देउरालीमा हिउँ परेको छ र देउरालीबाट नै हिउँसँगको लुकामारी सुरु हुन्छ। हिउँमा बाटो पहिल्याउँदै हिँड्न गाह्रो छ, तर नयाँ अनुभव र मकालु हिमालको बेस क्याम्पसम्म पुग्ने उत्साहले असजिलोको पनि परवाह हुँदैन। बोट बिरुवाहरू पनि हिउँले सेताम्ने भएका छन्। जता हेर्यो हिउँ नै हिउँ छ। लाग्छ यो हिउँको राजधानी हो। हिउँलाई छिचोल्दै उकालो बाटोको यात्रासँगै खोङबा आइपुगिन्छ। खोङबामा रहेको यो पोर्टल सेल्टर पदमार्गीहरूको रात्रिकालीन आश्रयस्थल हो। यो स्थल सामुद्रिक सतहबाट 3603 मिटरको उचाइमा छ। यही पोर्टल सेल्टरमा रात बिताएपछिको बिहान अत्यन्तै मनमोहक देखियो। बिहान घाम चुल्कताको दृश्यले खोङबालाई थप सुन्दर बनाएको छ। खोङबाबाट उकालो सुरु हुन्छ। यहाँबाट ठूलो पोखरीलाई गन्तव्य बनाउँदै यात्रा अगाडि बढ्छ। अब ठूला काण्ड भएका वनस्पतिहरू बाटोमा भेटिँदैनन्। त्यसैगरी चौरी गोठहरू पनि ओझेल पर्न थाल्छन्। सुनपाती र चिमल फुलेको दृश्यले आनन्दको अनुभूति गराउन भने बिर्सँदैन। बौद्ध मार्गीहरूले निर्माण गरेका माने बाटोमा भेटिन्छन्, तर अहिले निकै बाक्लो हिउँ परेकाले मानेहरू पुरिएका छन्। बाटोमा भेटिने यस्ता माने र ध्वजाहरूले शान्तिका अग्रदूत बुद्धको शान्ति सन्देशको स्मरण मात्र गराएका छैनन्, नेपाली संस्कृति र सहिष्णुताको समेत परिचय दिइरहेका छन्। नजिकै देखिने प्रसिद्ध हिमाल र हिमाली दृश्यहरूले यात्राको थकानलाई थोरै भए पनि आराम दिलाउँछ। हुन त बाटो निकै अप्ठ्यारो छ। थोरै असावधानीले पनि ठूलो दुर्घटना निम्त्याउन सक्छ। जलवायु परिवर्तनका कारण हिउँ पग्लिँदै गएपछि हिमाली पदयात्रा जोखिमपूर्ण हुँदै गएको छ। त्यसैगरी हिमाली पदमार्गका लागि आवश्यक पूर्वाधार निर्माणको अभावले पनि यात्रालाई उत्तिकै पिरोल्छ। तर जति जोखिम र असजिलो भए पनि यात्रा रोमाञ्चक नै छ। पदमार्ग व्यवस्थापनका लागि सरकार, स्थानीय निकाय, निजी क्षेत्र र अन्य सङ्घ संस्थाहरूको संस्थागत प्रयास र समन्वयको जति बढी आवश्यकता छ, त्यति नै मात्रामा स्थानीय समुदायमा जनचेतना अभिवृद्धि गर्नुपर्ने उत्तिकै आवश्यक छ। खोङबाबाट पुरै एक दिनको रोमाञ्चक र चुनौतीपूर्ण यात्रा पश्चात ठूलो पोखरीसम्मको यात्रा पूरा हुन्छ। ठूलो पोखरीमा रहेको यो पोर्टर सेल्टर हिउँले पुरिएर अलिकति मात्रै देखिएको छ। रात्रिकालीन आश्रयको लागि एक मात्र विकल्प भएको यो पोर्टर सेल्टरमा छिर्नसम्म मुस्किल छ, तर हिउँलाई पन्छाएर भए पनि बासको व्यवस्था मिलाउनै पर्छ। यो हिउँ नै हिउँ देखिएको ठाउँमा पोखरी रहेको छ। हिउँ पग्लिएको समयमा यहाँ पोखरी देखिने हुनाले यो स्थानको नाउँ ठूलो पोखरी रहेको हो। ठूलो पोखरी 4200 मिटरको उचाइमा अवस्थित छ भने यो स्थल
पदमार्गीहरूको क्याम्प पनि हो। ठूलो पोखरीबाट एक रमणीय दृश्यहरू निहाल्दै दिनको यात्रा पूरा गरेपछि याङली खर्कमा पुगिन्छ। याङली खर्कसम्मको यात्रा झनै रोमाञ्चक र अप्ठ्यारो छ। हिम पहिरोको सम्भावना रहेकाले यात्रा निकै जोखिमपूर्ण छ। याङली खर्कबाट अर्को एक दिनको यात्रा पश्चात मात्रै मकालु बेस क्याम्पमा पुग्न सकिन्छ। याङली खर्कबाट मकालु बेस क्याम्प तर्फको यात्रामा मकालु हिमाल नाकैमा ठोकिएला जस्तो लाग्छ। निकै नजिक देखिने मकालु हिमालको दृश्यले थप उत्साहित बनाउँछ। 4870 मिटरको उचाइमा रहेको मकालु बेस क्याम्प नजिकै पवित्र तीर्थ शिवधारा रहेको छ। शिवधारामा बसेर वेदव्यासले आफ्ना रचनाहरू सृजना गरेका हुन् भन्ने जनविश्वास व्याप्त छ। शिवधाराको पवित्रता तथा 8463 मिटर अग्लो विश्वको 5औं सर्वोच्च शिखर मकालुको बेस क्याम्प रहेको यो स्थान धार्मिक तथा प्राकृतिक विविधता र सुन्दरताको हिसाबले महत्त्वपूर्ण छ। मकालु हिमालसँगै यस क्षेत्रमा अन्य उच्च हिम श्रृङ्खलाहरू पनि छन्। 7319 मिटर अग्लो चामलाङ हिमाल, 7129 मिटर अग्लो बरुन्चे हिमाल र 6654 मिटर अग्लो मीरा पीक यसै क्षेत्र अन्तर्गत रहेका छन्। हिमाल आरोहीहरू यही बेस क्याम्पमा बसेर हिमाल आरोहणको लागि थप तयारी र अभ्यास गर्ने गर्दछन्। यहाँको हावापानीसँग अभ्यस्त भएपछि मात्रै आरोहीहरूले आरोहण सुरु गर्दछन्। मकालु बेस क्याम्पसम्म पुग्न तुमलिङटार, चेवाबेसी, बुमलिङटार, ताम्कु, खेमपालुङ र सैसीमा हुँदै अर्को पदमार्ग पनि उपलब्ध छ। त्यसैगरी नुम, हेदाङ्नागढी, अरुण बरुणको संगम स्थल हुँदै अर्को पदमार्ग मार्फत पनि यहाँ आउन सकिन्छ। मकालु हिमाल आरोहण अन्तर्गतको यो पदमार्गको रोमाञ्चक यात्रा र मकालु बेस क्याम्पसम्मको रोमाञ्चक अवलोकन, हिमाली जनजीवन र प्राकृतिक सम्पदाहरूसँगको निकटता, साँच्चै यो यात्राले हामीलाई नयाँ अनुभव दिलाएर छाड्छ। प्रकृतिको निर्जन एकान्तमा करिब 1 हप्तासम्मको लुकामारीले व्यस्त दिनचर्याको तनाव र दौडधुपलाई पनि बिर्साउँछ। बेस क्याम्पसम्मको यात्रालाई समाप्त गर्दै हामी पुनः सोही रूट नुमसम्म फर्कन्छौँ र नुमबाट किमा थाङ्का तर्फको अर्को पैदल यात्रा सुरु गर्छौँ। नुमबाट उत्तर पूर्वतर्फ किमाथाङका गाउँ विकास समितिसम्मको अर्को पदमार्गको यात्रामा पनि हिमाली जनजीवन र प्राकृतिक सुन्दरताको भण्डार देख्न सकिन्छ। भर्खरै पर्यटकका लागि अनुमति प्राप्त भएको यो पदमार्गमा पर्ने हटिया गाउँमा पुग्न नुमबाट पाथीभरा हुँदै पूरा 2 दिनको यात्रा तय गर्नुपर्छ। नुमबाट पाथीभराको सिम्मामा 1 रातको बास बसेपछि अर्को दिनभरको पैदल यात्रा पूरा गरेर हटिया पुग्न सकिन्छ। यात्राका क्रममा बाटोमा भेटिने खच्चरका लस्करहरूले निकै रमाइलो अनुभूति गराउँछ। त्यसैगरी ससाना ग्रामीण बस्तीहरू, झरना, खोला र खोजहरू छिचोल्दै अनि हिमाली जनजीवनलाई निहाल्दै यात्रा गर्नु आफैमा रोमाञ्चपूर्ण छ। हटिया गाविसको गोला नजिकै अरुण र वरुणको संगम स्थल रहेको छ।
अरुण र वरुणको संगम स्थललाई अत्यन्तै पवित्र तीर्थको रूपमा लिने गरिन्छ। ठूला ठूला चट्टानहरूलाई चिरेर संगम स्थलसम्म हतारिएर आइपुगेको प्रतीत हुने वरुण नदीको पानी अत्यन्तै कञ्चन देखिन्छ। यो वरुण तीरै तीर पनि मकालु बेस क्याम्प पुग्ने पदमार्ग छ। संगम स्थलसँग जोडिएको धार्मिक विश्वास र पवित्रतालाई आधार बनाएर हरेक माघे संक्रान्तिको समयमा यहाँ मेला लाग्ने गर्छ। वरुण बजारको नामले चर्चित सो मेलामा तिब्बतदेखि व्यापारीहरू आउने गर्दछन्। मेला स्थलमा रहेको यो शिव मन्दिर र सँगै रहेको यो बौद्ध गुम्बाले यो तीर्थस्थल हिन्दू तथा बौद्ध दुवै मार्गीहरूका लागि समान आस्थाको केन्द्र रहेको स्पष्ट हुन्छ। यो संगम स्थल 1149 मिटरको उचाइमा अवस्थित छ। वरुणको पानी जुन चाहिँ मकालुको फेदबाट आएको छ, जुन पानी चाहिँ अत्यन्तै चिसो कडा र यसले अलिकति संसारमा भएको पानीहरूभन्दा यसले अलिकति कलर फरक देखाएको छ र नीलो कलरले परैबाट टल्किने यो जुन वरुणको पानी छ र यो पानीमा चाहिँ हामीले चाहिँ नुहाउँदाखेरि चाहिँ यहाँको हरेक हामीलाई साधारण लाग्ने रोगहरू, रुवाखकी, ज्वरो, मर्की जस्ता रोगहरू चाहिँ निको हुने। यो पानी अलिकति वैज्ञानिकहरूले जोखेर हेरि पनि सकेको छ अरे, हामीले सुन्नमा आएको र यो जोख्दाखेरि अरू विश्वको होल पानी भन्दा यो अलिकति गरुङमा यसको नाप चाहिँ गरुङ छ अरे, यसको तौल चाहिँ। र यसको अर्को विशेषता हामीले पनि प्रयोग गरेका छौँ के छ भने यो कुनै पनि सिसाको बट्टामा अथवा कुनै पनि चिजमा राखेर 1-2 वर्ष राखेर हेर्दाखेरि पनि यो पानी जस्ता तस्तै हुन्छ। यो संगम स्थलको प्राकृतिक सुन्दरता र धार्मिक महत्वलाई आत्मसात गर्दै केही समयको पैदल यात्रा पश्चात हटिया गाविसको केन्द्र अर्थात् हटिया गाउँ पुगिन्छ। यो हटिया गाउँ 1595 मिटरको उचाइमा छ। भोटे जातिहरूको बसोबास रहेको यो गाउँ आसपासका अन्य गाउँहरूभन्दा निकै व्यवस्थित देख्न सकिन्छ। यस क्षेत्र आसपासका अन्य स्थलहरूमा भन्दा खेतीयोग्य जमिन प्रचुर रहेको हटियामा अधिकांश बासिन्दा कृषि पेसामै निर्भर छन्। हटिया सँगसँगै रहेको यो धारा तातो पानी धाराको नामले चर्चित छ। यहाँको तातो पानीले नुहाउँदा यात्राको सम्पूर्ण थकाइ हराएको महसुस हुन्छ। तातो पानी आउने यस धारामा नुहाउँदा विभिन्न रोगहरू निको हुन्छ भन्ने जनविश्वास पनि विद्यमान छ। हटियाबाट हुङगुङ हुँदै 1 दिनको यात्रा पश्चात हामी चेपुवा र चेपुवाबाट छुमसुर हुँदै दोस्रो दिनमा किमाथाङका पुग्छौं। किमाथाङकाको यात्रामा पनि हिमाली जीवनशैलीका दिनचर्या, गाउँ बस्ती र उकाली ओह्रालीहरू प्रशस्तै भेटिन्छन्। समुद्र सतहबाट 2500 मिटर उचाइमा अवस्थित किमाथाङका
नेपालकै सबैभन्दा कम जनघनत्व भएको गाउँ विकास समिति हो। किमाथाङकामा 65 घरधुरी रहेका छन्। केही दशक अगाडिसम्म पनि किमाथाङकामा बहुपति प्रथाको प्रचलन विद्यमान थियो। नावा जातिको मात्र बसोबास रहेको किमाथाङका छिमेकी मुलुक चीनसँगको नाका पनि हो। किमाथाङकाबाट उत्तर पूर्वतर्फ चीनको चङ्गाई गाउँ छ भने उत्तर पश्चिमतर्फ डेन्डाङ बजार अवस्थित छ। यो नाकाबाट विभिन्न कृषिजन्य उत्पादन, जडीबुटी तथा दैनिक घरायसी प्रयोजनका सामग्रीहरू आयात निर्यात हुने गरेका छन्। प्राय किमाथाङका वासीहरू कृषिमा निर्भर छन्। किमाथाङकामा केही होटल र लजहरूको पनि व्यवस्था छ। होटल व्यवसायमा प्राय जस्तो यो चाइना र किमाथाङका बिचमा हुँदाखेरि अब सब नेपाल अब कर्मचारीदेखि लिएर व्यापारी अथवा जो मजदुरदेखि लिएर अरू पर्यटक क्षेत्रको पनि कोही अब होइन टुरिस्टहरू अथवा अब कर्मचारी अथवा कुनै पनि पर्यटक रूपमा आउनेहरूलाई अलिकति जो अब सकेसम्म चाहिँ सेवा दिने र अब खाना बस्न लागि अहिलेसम्म चाहिँ राम्रो रमाइलो छ भनौँ न पैदल यात्रा गर्नलाई। अनि किमाथाङका फेरि चाइनाको सिमानासम्म पनि आउन पाइयो, सिमाना हेर्न पाइयो। त्यहाँबाट अब यहाँबाट हेर्दाखेरि अलि यहाँभन्दा माथि एउटा डाँडो छ, त्यहाँबाट हेर्दाखेरि तपाईँको महाकाली पनि एकदम क्लियर देखिन्छ। अब यो चैत वैशाखको बेला आयो भने तपाईँको स्केटिङ खेल्नलाई पनि यो किपुक भन्ने ठाउँमा चाहिँ अलिकति राम्रो खालको चाहिँ त्यो मैदानहरू छ, पहाडी मैदानहरू त्यस्तोहरू छ। त्यो प्रचार प्रसारको कमीले पनि हो। अनि अब यहाँको पोखरी ताल पोखरीहरू भयो, यहाँ झन्डै 25-26वटा ताल पोखरीहरू छ यो माथिल्लो हाम्रो चाहिँ लेखभिखमा चाहिँ। केही समय अगाडिसम्म पर्यटकका लागि प्रतिबन्धित क्षेत्र भएका कारण यो क्षेत्रमा पर्यटकीय आवागमन भने हुन सकेको छैन। राम्रो पर्यटकीय सम्भावनाको क्षेत्र भएर पनि यो क्षेत्र अझै ओझेलमा छ। विशाल मुलुक चीनसँग सीमा जोडिएको किमाथाङका पर्यटकीय महत्त्वले मात्र होइन, आर्थिक र सामरिक दृष्टिले पनि महत्त्वपूर्ण छ। सङ्खुवासभा जिल्लाका हरेक बस्ती, भौगोलिक क्षेत्र र पर्यावरण नै पर्यटनमय छन्। क्षेत्र नम्बर 1 को यो हिमश्रृङ्खला र हिमाली जीवनसँग जोडिएको पदमार्गको यात्रा पश्चात क्षेत्र नम्बर 2 तर्फको यात्रा सुरु हुन्छ। काठमाडौँबाट हवाई मार्ग हुँदै सङ्खुवासभा जिल्लामा पुगिने प्रवेशद्वार तुमदिङटार विमानस्थलबाट नै क्षेत्र नम्बर 2 मा रहेका पर्यटकीय स्थलहरूको यात्रा सुरु गर्न सकिन्छ। सङ्खुवासभा जिल्लालाई 2 निर्वाचन क्षेत्रमा विभक्त गरेको सभा खोलाको मुहान, सभा पोखरी लगायत मकालु र कञ्चनजङ्घा हिमाललाई गन्तव्य बनाएर यो पदमार्गको यात्रा गर्न सकिन्छ। पैदल मार्गबाट झण्डै 1 दिन लाग्ने चैनपुर बजार सवारी साधन मार्फत केही घण्टामै पुग्न सकिन्छ। चैनपुर बजार सङ्खुवासभा जिल्लाको मात्र नभएर पूर्वी नेपालकै एक ऐतिहासिक र चर्चित बजार हो। चैनपुर सांस्कृतिक सामाजिक रूपमा सम्पन्न छ, तर यसको मुख्य पहिचान भनेको यहाँ निर्मित करुवा हो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नै नेपाली गौरव बन्न सफल चैनपुरे करुवाले सदियौंदेखि आफ्नो मौलिकता र पहिचानलाई चैनपुरमा सुरक्षित राख्न सफल भएको छ। शाक्य थरका नेवारहरूले पुस्तैनी पेसाको रूपमा करुवा उद्योगलाई सञ्चालन गरिरहेका छन्। हाम्रा पुर्खाहरूले पहिलादेखिको यस्तै करुवा बनाउने, अन्य सामानहरू जस्तो अब पानस बनाउने, आङखोरा बनाउने, कप बनाउने त्यस्तै कार्यक्रमहरू हुँदै गर्दो रहेछ। अनि त्यही परम्परा बाबुबाजेको पुर्खौली पेसा चाहिँ अहिले मैले अपनाएर बसिरहेको छु। चैनपुर बजारबाट पूर्वतर्फ केही ओह्रालो झरेपछि त्यस्तै एक धार्मिक र सुन्दर प्राकृतिक भू बनौट रहेको अर्को स्थल रहेको छ।
वालेश्वर महादेव गुफाको नामले परिचित यो स्थल अत्यन्तै कलात्मक गुफा हो। यो गुफाभित्र रहेको यो शिवलिङ्ग प्राकृतिक शिवलिङ्ग भए पनि असाध्यै कलात्मक र सुन्दर देखिन्छ। यो शिवलिङ्ग आफै उत्पत्ति भएका शिवलिङ्गहरूमध्ये एसियाकै सबैभन्दा ठूलो शिवलिङ्ग मानिन्छ। चैनपुरको मुख्य बजारबाट उत्तर पूर्वतर्फ रहेको माता सिद्धकालीको मन्दिर पूर्वी नेपालकै एक प्रसिद्ध शक्तिपीठ हो। नेपाली समाजमा परिचित स्वस्थानी व्रतकथा अनुसार माता सतीदेवीको आँखा पतन भएको विश्वास गरिने सिद्धकाली शक्तिपीठले यस क्षेत्रको धार्मिक पर्यटन प्रवर्धनमा पनि ठूलो भूमिका निर्वाह गरेको छ। जुन दिन महादेवले सत्यदेवी बोकेर ल्याउँदा सत्यदेवीको दाहिने आँखा झरेको ठाउँ चन्द्रपुर स्वस्थानी व्रतकथा अनुसार चन्द्रपुर अहिले हालको चैनपुर भयो यो डाँडाखोलाको नाम। अनि 10 दिक्पालले आएर तपस्या गरे, जो मान्छेले चिताएको काम सिद्ध होस् भनेर मागिदिएका हुनाले सिद्धकाली देवी नाम रहनु भयो। यहाँ विभिन्न धार्मिक उत्सव, तिथि र मेलाहरूमा विभिन्न धार्मिक अनुष्ठानहरू हुने गर्दछन्। तर मङ्सिर बाला चतुर्दशीको दिन लाग्ने मेला यस क्षेत्रकै भव्य र प्रसिद्ध मेला हो। माता सिद्धकालीको दर्शन पश्चात अब विश्वकै सुन्दर 200 स्थल अन्तर्गत पर्ने तिनजुरे, मिल्के र जलजले क्षेत्रको यात्रा सुरु हुन्छ। यस क्षेत्रको यात्रा मानसिक आनन्दको लागि मात्र होइन, विविध ज्ञान र अनुभूतिका लागि पनि श्रेयस्कर छ। चैनपुरबाट पोखरी बजार, चितलाङ, मावादिन, मूलखर्क लगायतका क्षेत्रहरूको दृश्यावलोकन गर्दै हामी नुनढाकी क्षेत्रमा प्रवेश गर्छौं। नुनढाकी क्षेत्रमा प्रवेश गरेपछि गुराँसका लालिम थुङ्गाहरूले हामीलाई स्वागत गर्न थाल्छन्। बाटोभरि गुराँसको जंगललाई छिचौल्दै टाढा टाढासम्मका गाउँ बस्ती र हिम श्रृङ्खलाका दृश्यहरू नियाल्दै उत्तर पूर्वतर्फ हाम्रो यात्रा अगाडि बढ्छ। यस क्षेत्रको सुन्दरता र गुराँसको महत्वलाई मध्यनजर गरी 2068 साल जेठमा यहाँ गुराँस महोत्सवको आयोजना पनि गरिएको थियो। सो महोत्सवमा यस क्षेत्र आसपास लगायत अन्य जिल्लाहरूबाट पनि ठूलो जनसहभागिता रहेको थियो। गुराँस महोत्सव सँगसँगै सङ्खुवासभा जिल्लाका सांस्कृतिक पहिचानका रूपमा परिचित विभिन्न झाँकी र नाचहरूको पनि प्रदर्शन गरिएको थियो। गुराँस महोत्सव आयोजना स्थल गुफाबाट उत्तर पूर्वतर्फ रहेको यो मेन्छ्याम डाँडा यस क्षेत्रको एक सुन्दर स्थल हो भने तेह्रथुम, ताप्लेजुङ र सङ्खुवासभाको सङ्गम स्थल पनि हो। मेन्छ्याम डाँडाबाट पूर्वतर्फ ताप्लेजुङ जिल्ला पर्दछ भने दक्षिण पूर्वतर्फ तेह्रथुम जिल्ला रहेको छ। यहाँबाट पूर्वका 8 जिल्ला अरुण र तम्मर उपत्यका तथा कञ्चनजङ्घा हिमाल र मकालु हिमालको दृश्यावलोकन गर्न सकिन्छ। मेन्छ्याम डाँडाबाट देखिने दृश्यहरू साँच्चै अद्भुत, रोमाञ्चक र चित्ताकर्षक छन्। मानिसले व्यवस्थित रूपमा बनाए झैं लाग्ने समथर खर्कहरू, टाढा टाढासम्म देखिने विभिन्न बस्तीहरू र हिम श्रृङ्खलाको दृश्य साँच्चै अद्भुत देखिन्छ। स्वच्छन्द रूपमा चरिरहेका चौरीहरू, भेडा, बाख्रा र घोडाहरूको यो दृश्य अनि शान्त र सौम्य वातावरण लाग्छ यो पृथ्वीकै अत्यन्तै सुन्दर स्थल हो। मेन्छ्याम डाँडा नजिकै रहेको गुफा पोखरी एक पवित्र तीर्थस्थल हो।
गुफा पोखरीमा आकाश खुलेको दिन मकालु हिमालको छाया देख्न सकिन्छ। मेन्छेम डाँडाबाट सँगै रहेको यो महादेव गुफा धार्मिक आख्यान र जनश्रुतिका हिसाबले प्रसिद्ध छ। पौराणिक कालमा समग्र सङ्खुवासभा जिल्ला नै शिव पार्वतीको क्रीडा स्थलको रूपमा परिचित थियो। जनश्रुति अनुसार माता पार्वती शिवलाई छल गर्ने उद्देश्यले एक कन्या केटीको रूपमा यसै गुफामा आएर लुक्नु भएको थियो। लिम्बू भाषामा मेन्छेमको अर्थ कन्या केटी हुन्छ। माता पार्वती कन्या केटीको रूपमा यो गुफामा आएर लुक्नु भएकोले गर्दा नै महादेव गुफा नजिकै रहेको डाँडा मेन्छेम डाँडाको नामले परिचित हुन गएको हो। मेन्छेम डाँडाबाट सूर्योदय भएको दृश्य स्पष्ट देखिन्छ। सूर्योदय अर्थात् सनराइज हेर्नका लागि संसारका प्रख्यात अन्य स्थलहरूभन्दा कुनै अर्थमा पनि यो मेन्छेम डाँडा असहज छैन। मेन्छेम डाँडाकै आसपासमा रहेको यो सानो देवालय माता पाथिभराको हो। यहाँबाट पूर्वतर्फ ताप्लेजुङ जिल्लाको प्रसिद्ध पाथिभरा मन्दिर देख्न सकिन्छ। पाथिभरा मन्दिर देखिने भएकाले पाथिभरा देवीको स्मरण स्वरूप यहाँ यो पाथिभरा देवीको स्थापना गरिएको हो। यस क्षेत्रमा विभिन्न देउरालीहरू, विभिन्न सुन्दर बस्ती र प्राकृतिक दृश्य, त्यसैगरी विभिन्न डाँडा काँडाहरूले यात्रालाई अत्यन्तै सहज बनाउँछ। गुफा पोखरी क्षेत्रमै रहेका ससाना होटलहरूले हाम्रो यात्राको थकान मेटाउने काम मात्रै गर्दैनन्, यहाँको मौलिक खानपानले पनि स्वागत गर्छन्। हिमाली क्षेत्रमा प्रसिद्ध रहेको सुचिया यहाँ पाउन सकिन्छ। त्यसैगरी चौरीको दूधबाट उत्पादित छुर्पी पनि पदयात्रीका लागि चासोको विषय बन्न सक्छन्। गुफाबाट उत्तरतर्फ मिल्के डाँडा अवस्थित छ। यो मिल्के डाँडा क्षेत्र गुराँसको राजधानी हो। यहाँ विश्वका 37 प्रजातिका गुराँसहरू मध्ये 28 प्रजातिका गुराँसहरू पाइन्छन्। यो मिल्के डाँडा क्षेत्र यो पदमार्गको अन्तिम मानव बस्ती हो। सभा पोखरीसम्म पुग्न मिल्के डाँडाबाट उत्तरतर्फ अगाडि बढ्नुपर्छ। विभिन्न खर्क र गोरेटोहरूलाई छिचोल्दै ढकमक्क फुलेको गुराँसहरू नियाल्दै, त्यसैगरी गुराँससँगै फुलेका चाँपको फूलको सौन्दर्यलाई अवलोकन गर्दै विभिन्न वनस्पति र चराचुरुङ्गीहरूलाई नियाल्दै यात्रा अगाडि बढ्छ। यात्राका क्रममा विभिन्न ताल पोखरीहरू पनि भेटिन्छन्। यो क्षेत्र ताप्लेजुङ र सङ्खुवासभाको सिमाना पनि हो। यहाँबाट ताप्लेजुङ जिल्लाका विभिन्न गाउँ बस्तीहरूको दृश्य स्पष्ट रूपमा देख्न सकिन्छ। यात्रा जति उकालोतर्फ अगाडि बढ्दै जान्छ त्यति बाटो पनि कठिन हुन थाल्छ। ठुल्ठुला चट्टानहरूसँग लुकामारी गर्दै यात्रा गर्न अप्ठ्यारो भए पनि सुन्दर प्रकृतिको काखमा आफूलाई पाउँदा कुनै थकाई र असजिलोको महसुस भने हुँदैन। बाटोमा पोर्टर सेल्टरहरू पनि भेटिन्छन्, तर पर्यटकको त्यति धेरै आवत जावत नभएका कारण पोर्टर सेल्टरहरू सुनसान देखिन्छन्। यो पदमार्गको नजिकै देखिने यो पोखरीलाई बौलाहा पोखरी भनिन्छ। कुनै समय यो पदमार्गमै पर्ने यो बौलाहा पोखरीका कारण यात्रुहरूको मृत्यु हुन थालेपछि एक बौद्ध लामाले तीरले हानेर यसलाई बाटोबाट टाढा सारिदिएको आख्यान
प्रचलित छ। यो बौलाहा पोखरीमा कुनै पनि पातहरू वा कसिङ्गरहरू तैरिँदैनन्। मिल्के डाँडाबाट पूरा एक दिनको यात्रा पश्चात खम्बा बोले भन्ने स्थान पुगिन्छ। समुद्री सतहबाट 3600 मिटर उचाइमा रहेको खम्बा बोले निकै चिसो छ। बास बस्नका लागि पोर्टर सेल्टर उपलब्ध भए पनि चिसोले निकै असजिलो बनाउँछ। तर चिसो रातमा आगो तापेर प्रकृतिको यो निर्जन स्थलमा रात काट्नु जीवनको एक सौभाग्य पनि हो। खम्बा बोलेबाट सभापोखरीसम्म पुग्न एक दिनको पैदल यात्रा तय गर्नुपर्छ। खम्बा बोलीबाट नै भेटिने हिउँले हिमाली क्षेत्रको अनुभूतिलाई झन प्रगाढ बनाउँछ। खम्बा बोलेबाट उकालो लागेपछि प्रकृतिका झनै सुन्दर र अद्भुत दृश्यहरू देखा पर्न थाल्छन्। कुनै सिद्धहस्त चित्रकारले बडो मेहनतका साथ निर्माण गरेका चित्र जस्तो यो प्राकृतिक छटा सुन्दर मात्र छैन, सामान्यतः मानिसको कल्पना भन्दा बाहिर छ। सुनपातीको तीखो गन्ध र प्रकृतिको अनुपम शान्तिलाई मनन गर्दै यात्रा अझै अगाडि बढ्छ। खम्बा बोलेबाट अगाडि थुम्की खर्क भन्ने स्थानमा पुगिन्छ। यो स्थल 4600 मिटरको उचाइमा अवस्थित छ। यहाँबाट इलाम, ताप्लेजुङ, भोजपुर र सङ्खुवासभा जिल्लाका विभिन्न स्थलहरूको दृश्य सुन्दर ढङ्गले देखिन्छ। जलजले हिमालको फेदीमा रहेको यो थुम्की खर्क हुँदै हाम्रो यात्रा अगाडि बढ्छ। थुम्की खर्कबाट देउरालीसम्मको यात्रा जति कठिन छ, त्यहाँबाट सभापोखरी तर्फको यात्रा झनै कष्टसाध्य बन्न थाल्छ। यो क्षेत्र सङ्खुवासभा जिल्लाकै सर्वाधिक लेक लाग्ने क्षेत्र मानिन्छ। लेक लाग्ने समस्याले मात्र होइन, हिउँलाई पन्छाउँदै बाटो तय गर्नुपर्ने भएकाले पनि यात्रा झन असजिलो बन्न पुग्छ। कठिन बाटो र स्वास्थ्य प्रतिकूल वातावरणलाई छिचोल्दै सभापोखरीमा पुगिन्छ। सभापोखरी धार्मिक दृष्टिकोणले पनि पवित्र तीर्थस्थल हो। यहाँ विभिन्न ऋषि महर्षिहरूले तपस्या गरेको र उनीहरूको तपस्या सिद्ध भएको विश्वास गरिन्छ। सयौं पोखरीहरूको मध्यभागमा रहेको र ऋषि महर्षिहरूले सभा गरेको हुनाले यो पोखरीको नाम सभापोखरी रहन गएको विश्वास छ। सभापोखरी 4250 मिटरको उचाइमा अवस्थित छ। जाडो समयमा यो पोखरीमा हिउँ जम्ने भएकाले यहाँको तीर्थाटन जेठदेखि भाद्रसम्म सहज हुन्छ। सभापोखरी प्रसिद्ध सभा खोलाको मुहान पनि हो। सभापोखरीबाट 3 पोखरी चेपुवा गाविसको रिदाक हुँदै किमा थाङ्का तथा मकालु र कञ्चनजङ्घा आधार शिविरसम्म पनि पुग्न सकिन्छ भने 5 पोखरी हुँदै नुमको माम्सीमा, देउराली र चिचिला हुँदै खाँदबारी जान सकिन्छ। यो सभापोखरीबाट फुकाम, बारबिसे, धुपु हुँदै खाँदबारीसम्म पुग्ने पदमार्ग पनि छ। यी पदमार्गहरू हिमाली तथा पहाडी जनजीवन अवलोकन गर्न आउने पर्यटकका लागि उत्कृष्ट पदमार्ग हो। सभापोखरी क्षेत्रको प्राकृतिक सुन्दरता र धार्मिक आस्थासँग जोडिएको विश्वासलाई आत्मसात गर्न पाउनु यात्राको मुख्य उपलब्धि हो। यहाँ प्राप्त हुने मानसिक आनन्द शब्दमा व्यक्त गर्नै सकिँदैन। मानवीय अतिक्रमणबाट मुक्त यो प्राकृतिक थलोमा आइपुग्नु सर्वोच्च आनन्दको अनुभूति पनि हो। सभापोखरीको रमणीयताको अवलोकन गरिसकेपछि हामी सोही रूट गुफा पोखरीसम्म यात्रा तय गर्छौं। गुफा पोखरीबाट दक्षिणतर्फ पनि सुन्दर प्राकृतिक भूबनोट र पर्यावरण अवस्थित छ। गुफा, मंगलबारे, चौकीडाँडा जस्ता स्थलहरू छिचोल्दै हामी तिनजुरेसम्मको यात्रा पूरा गर्छौं। तिनजुरेमा सानो बजार छ। यहाँ रहेको पोखरी पनि पर्यटकहरूका लागि आकर्षणको केन्द्र बन्न सक्छ। तिनजुरे क्षेत्रमा धरान, इटहरी
र धनकुटा लगायतका क्षेत्रबाट विभिन्न सङ्घ संस्था तथा व्यक्ति विशेष घुम्न आउने प्रचलन रहेका कारण तीनजुरे क्षेत्र आन्तरिक पर्यटनतर्फ अग्रसर हुँदैछ। विशेष गरी वसन्त ऋतुको समयमा यहाँ वातावरण नै राताम्य बनाएर फुल्ने लाली गुराँसको अवलोकन गर्न पर्यटकहरू आउने गर्दछन्। तीनजुरेमा रहेका ग्रामीण होटल तथा लजहरूले पर्यटकहरूलाई खानपान र आवास सहितको न्यानो आतिथ्य सत्कार गर्दै आएका छन्। तीनजुरेको अवलोकनपछि हामी सङ्खुवासभा र तेह्रथुमको सिमानामा पर्ने देउरालीमा आइपुग्छौं। देउरालीबाट पश्चिमतर्फ रहेको मुडे बजार यस क्षेत्रको रमणीय स्थल हो। मुडेमा रहेको यलम्बरको विशाल शालिग पर्यटकहरूका लागि आकर्षण र चासोको विषय मात्र बनिरहेको छैन, यसले नेपाली इतिहासको प्राचीनतालाई पनि स्मरण गराइरहेको छ। मुडे बजारमा पनि होटल तथा लजहरूको सुविधा पाउन सकिन्छ। मुडेबाट पिलुवा खोला हुँदै हामी पुनः चैनपुर बजारमा आइपुग्छौं। चैनपुरबाट पुनः खाँदबारीसम्मको यात्रा पूरा गरेपछि यो पदमार्गको यात्रा समाप्त हुन्छ। करिब 1 हप्ताको पैदल यात्रा पश्चात समापन हुने यो पदमार्गको यात्राको विश्रान्तिसँगै हामीले एक नवीन अनुभूतिलाई आत्मसात गर्न पाउँछौं। प्राकृतिक सुन्दरता कुन हदसम्म हुन्छ भन्ने एउटा जीवन्त उदाहरणलाई प्रत्यक्ष अनुभूत गर्न सक्छौं। चर्चित हिम श्रृङ्खला र हिमाल, त्यसै गरी धार्मिक र सांस्कृतिक रहन सहन र सम्पदा आदिको अवलोकन गर्नका लागि सङ्खुवासभा एक महत्त्वपूर्ण गन्तव्य हो। यस जिल्लामा रहेका चौरी खर्क हुन् वा रातम्मै लाली गुराँसको जंगल होस् वा खोला, झरना, बस्ती र हिमालहरू नै हुन्, यी सबैले बेजोड सुन्दरता र सजीवतालाई जीवन्त बनाएका छन्। प्रकृतिको यो स्वर्गमा एक दिन, एक हप्ता वा एक महिना जति भए पनि नजिक हुन पाउनु जीवनकै सर्वाधिक उपलब्धि हुनेछ। सुचियाको स्वाद होस् वा राडी पाखी बुन्ने प्रचलनको अवलोकन होस् वा सिद्धकाली वा मनोकामना मन्दिरमा पुगेर धार्मिक विश्वासले शिर झुकाउँदा होस्, हामीलाई ठूलो आत्मिक आनन्द र रमाइलोको अनुभूति हुन्छ। जैविक विविधता अध्ययनको केन्द्र पनि हो सङ्खुवासभा। त्यसै गरी विभिन्न हिम नदी, ताल तलैया र पोखरीहरूको दृश्यावलोकन सँगसँगै विभिन्न जाति जनजातिहरूको जीवनशैलीको अवलोकन गर्न पाउनु पनि आफैमा महत्त्वपूर्ण छ। सङ्खुवासभाका पर्यटकीय क्षेत्रहरूको यात्राले रोमाञ्चक अनुभव मात्र होइन, रहस्यपूर्ण ज्ञान पनि प्राप्त हुन्छन्। प्रकृतिको काखमा सिकिएको निर्मल र निश्चल ज्ञान।